अहिले पछिल्लो समय यी सबै बल्खु खोलाको किनारमा पार्किङ भएका गाडीहरू रोडमा आइसकेका छन् र ट्र्याक्टरको सहायताले जेनेरेटरदेखि लिएर सबै सामानहरू ओसार पसार गरिँदैछ। केही समयमा बल्खुको सम्पूर्ण एरिया पूर्ण रूपले डुबान हुने सङ्केत छ। खोलाको बहाव प्रति घन्टा बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले हिजो अस्तिदेखि नै आह्वान गर्दै पनि कतिपयले त्यसको व्यवस्था गर्दा अहिले यो समस्या झेलिरहनु भएको छ। देख्न सक्नुहुन्छ सशस्त्र प्रहरीको टोली राहत र उद्धारको लागि अगाडि बढिसकेको छ। विशेष गरी दुःख पीडाको बेला र विभिन्न किसिमका प्राकृतिक प्रकोपको बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना भगवान साबित हुने नेपालको यो पहिलेदेखिकै कुरा हो। अहिले सम्पूर्ण स्थानीयहरू खोलाको किनारमा घर भएका आफ्ना आफन्तलाई पिकअप गर्न आतुर छन्। यी सबै गाडीमा हेर्नुहोला, यी अत्यावश्यक काम बाहेक कोही पनि घरबाट निस्किएको अवस्था छैन र नेपाल सरकारले पनि त्यसको लागि अत्यावश्यक कामभन्दा अन्य कुरामा बाहिर ननिस्कन आह्वान गरेको छ। र यो अगाडिको बल्खुमा रहेको राजा स्वामी सत्सङ्ग ब्यास भन्ने कार्यालय पनि पूर्ण रूपमा डुबान भइसकेको छ। ल्याब स्कुल नयाँ बाटोको पछिल्लो अपडेट हेर्नु होला। पानी भरि बढाउ छ नयाँ बाटोमा पनि।